हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आजको यस भिडियोमा म तपाईहरुलाई बताउने छु यदि हजुरसँग कुनै पनि इन्डेक्स चाहिँ कनेक्टेड छ भने कुनै पीसीमा हैन, अब त्यो पीसीमा तपाईले सुरुमा कनेक्ट गर्दाखेरि चाहिँ पासवर्ड माग्छ एभ्री टाइम। अब यसलाई कसरी चाहिँ पर्मानेन्ट डिसेबल गर्ने? तपाईले देख्न सक्नुहुन्छ यो मेरो आईडी हो हैन। अब म चाहिँ यो मेरो चाहिँ कम्प्युटर अरु चाहिँ भनौं न कम्पनीमा छ र मैले यसलाई कसरी चाहिँ अब एकपल्ट क्लिक गरेपछि अटोमेटिक बनाउने त। सो सबभन्दा पहिला तपाईहरुले चाहिँ यहाँ तीनटा उसमा जानु होला, डटमा क्लिक गरिसकेपछि अनि सिक्युरिटीमा गइसकेपछि अनि त्यसपछि यहाँ क्लिक गर्नु होला अनलकमा क्लिक गरिसकेपछि तपाईले यो अप्सन आउनेछ। यो अप्सन आइसकेपछि अनलक सिक्युरिटी सेटिङमा जानु होला। यहाँ तपाईले देख्न सक्नुहुन्छ माथि अनलक सिक्युरिटी सेटिङ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस गर्नु होला। यस गरेर गर्नु होला सेट द पासवर्ड। त्यसपछि यहाँ तपाईहरुले आफ्नो स्ट्रङ पासवर्ड राख्नु होला, मोर देन 8 क्यारेक्टर। सो यसमा चाहिँ तपाईहरुको अप्पर एन्ड लोवर अनि स्मल अनि क्यापिटल लेटरहरु हुनुपर्छ र एकपल्ट तपाईले यसरी सेट गर्नु होला। यहाँ यसरी सेट गरिसकेपछि मैले यहाँ यसरी टाइप गरे, अघिको चाहिँ म्याचिङ गरिरहेको थिएन है त। मोर देन 8 क्यारेक्टर हुनुपर्छ, जसले गर्दा चाहिँ तपाईहरुलाई चाहिँ एकदमै सजिलो हुन्छ यो सर्ट गर्नका लागि, याद पनि गर्नका लागि हैन। अब यो भयो, अब तल पनि मैले सेम हाल्न पर्ने हुन्छ है। यहाँ मैले टाइप गरेपछि तपाईले तल पनि सेम चाहिँ हाल्नु होला। त्यसपछि यहाँ चाहिँ तपाईहरुले क्लिक गरेर फुल एक्सेसमा क्लिक गर्नुपर्ने हुन्छ, फुल एक्सेस। त्यसपछि अप्लाई गर्नु होला है। अप्लाई गरिसकेपछि यसलाई क्लोज गर्ने छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो मेरो अब रिमोट यो कम्प्युटर हो। अब म मेरो ओरिजिनल कम्प्युटरमा जान्छु, आफ्नो कम्प्युटरमा। अब म यहाँबाट चाहिँ तपाईको अब एक्सेस गर्छु है। तपाईले देख्न सक्नुहुन्छ यो नम्बर हो मेरो, आईडी हो यो मेरो उसको। अब मैले यहाँबाट चाहिँ एक्सेस गर्छु। तर एकपल्ट चाहिँ तपाईहरुले यसलाई त्यहाँ चाहिँ तपाईको उस दिनुपर्छ है त, अलाउ चाहिँ गर्नुपर्छ। त्यसपछि यो नेक्स्ट टाइम पर्दैन है त। अब मैले यहाँ एक्सेस गरे मेरो कम्प्युटरबाट रिमोट कम्प्युटरमा। अब यो चाहिँ मैले एकपल्ट अलाउ गर्नुपर्छ। एकपल्ट चाहिँ मैले यहाँ पासवर्ड दिनुपर्छ। त्यसपछि पासवर्ड दिइसकेपछि तपाईले यहाँ देख्नुहुन्छ लगइन अटोमेटिकली फ्रम नाउ अन। अब यसमा चेक गरेर तपाईहरुले हैन अनि ओके गर्नु होला। ओके गरिसकेपछि त्यसपछि यो कनेक्टेड हुनेछ यसरी। यो अब यो कनेक्टेड भयो। मैले अहिले यो तपाईको रिमोट कम्प्युटरमा चाहिँ काम गर्दैछु है त। मैले यसरी अहिले एक्सेस गरे। अब मैले यसलाई क्लोज गरे। अब फेरि अब मैले चाहिँ हजुरहरुलाई देखाउँछु यो काम गरेको कि नै भनेर हैन। मैले यसलाई क्लोज गरे। अब फेरि म तपाईलाई कनेक्ट गरेर देखाउँछु है त, यो काम गरेछ कि नै भनेर। अब पासवर्ड माग्छ कि नै। अब तपाईले देख्न सक्नुहुन्छ यो छ। मैले ओपन गरे इन्डेक्सलाई ओपन गरिसकेपछि अब मैले यसलाई सिधै डबल क्लिक गर्ने बित्तिकै यो हेर्नुस् कनेक्ट इन प्रोग्रेस, प्लिज वेट। त्यसपछि यो वेटिङ फर द इमेज। सो यसले पासवर्ड सोधेन। सो यसरी चाहिँ तपाईहरुले चाहिँ हमेसाको लागि अलवेज चाहिँ तपाईले यो पासवर्ड चाहिँ सेभ गरेर राख्न सक्नुहुन्छ। सो गाइस, यस्तै भिडियो हेर्नका लागि मेरो च्यानल लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु होला। थ्यांक्स फर वाचिङ। टिल देन गुड बाइ एन्ड ह्याभ अ गुड डे।